सुरुमै abuse देखेँ. I think it's also regarding like the first topic जस्तै के होस् है. So I was abused by a man who holds the position of president in our community organization. Someone respected, trusted, and seen as a leader. It happened during a community event. What he did wasn't accidental, it was deliberate, and it crossed every boundary. I was shocked, hurt, and confused. I spoke up. I went to the other community leaders thinking they would help, but instead they protected him. They asked me to stay quiet, to not ruin his image, and told me to just move on, all because of his title. The most painful part wasn't just the abuse, it was the silence and betrayal that followed. I'm speaking now because silence only protects the abuser, which is very true. I may not get justice, but I won't carry this shame anymore. This is really sad. This is really sad. Ken. Just for the title, just for the position, हैन? अनि गलत छ त्यो लिडरलाई हामीले लिडर किन बनाउँछौं? Why we choose the leader to lead us? हामीलाई लिड गरोस् कसैले, हैन? तर राम्रो वेमा लिड गर्छ अनि जब कि लिडरले नै अब्युज गरिरहेछ भने why we are supporting to that person भन्ने कुरा हो के. अनि I agree के जब कि अब हामी भन्दा अब त हामी नै त अलि सानो नै छौं तर हामी भन्दा धेरै ठुलो बुझेको जुन चाहिँ लिडर पोजिसनमा हुनुहुन्छ उहाँहरुले चाहिँ किन सोच्दैनन् कि यो गलतलाई गलत भन्ने कुरा चाहिँ किन सिकाउँदैन सहीलाई सही गलतलाई किन सिकाउन सक्दैन जब कि फाइदा मात्र हेर्ने हैन उनीहरुको फाइदाको लागि त्यो कुरालाई चाहिँ एउटा छोरी चेली माथि भएको त्यो जुन अपमान जुन त्यो अब्युजलाई चाहिँ टोटली इग्नोर गर्दै चाहिँ अनि गर्न चाहिँ के खोजेको जस्तो लाग्छ के मलाई पनि नेपालीहरु के टु अल द लेडीज आउट देयर नेपाली हाम्रो जति पनि हुन्छ दिदी बहिनीहरु हुन्छ नि यस्तो भयो भने गर कम्प्लेन गर्नुस् के एक्ज्याक्टली गर कम्प्लेन गर्नु के छ कसो डजन्ट म्याटर के त्यो मान्छेले तपाईलाई गरे तपाईले केही भन्नु भने त्यसले गरेर अब अर्कोलाई गर्छ के त्यो हुन दिनु त भएन नि अनि यो ठुलो लिडर्स कम्युनिटी लिडर्स don't give a shit bullshit यिनीहरु कुरै नसुन गो फर इट कम्युनिटी जति पनि छन् है तपाई नेपालमा होइन तपाई मलाई ब्याक टु ब्याक यही भनेर चाहिँ यु आर नट इन नेपाल हैन नेपालमा हैन लिगली जाऊ कम्प्लेन गर आफ्नो लागि उठ आफ्नो आवाज आफ्नै हो के तपाईको आवाज तपाई नै हो के तपाईले आवाज नउठाएसम्म someone can't like हुन्छ नि तपाईलाई सपोर्ट गरेर तपाईलाई सही भन्न सक्दैन के त्यही भएर तपाई उठ तपाई उठिसकेपछि तपाईलाई सपोर्ट गर्ने मान्छेहरु आउँछ टिमहरु आउँछ के गो लाइक सी वेन्ट आउट मलाई भन्नु भएको छ त गएर उहाँले त्यो अरु लिडरहरुसँग नि कुरा गर्नु भएको रे बट दे जस्ट वान्टेड हुन्छ नि उलाई चुप लगाएर आफ्नो साथलाई बचाउन खोजिराछन् सबै मान्छेहरु एउटाले त गरे त्यसको साथीहरु पनि त्यस्तै छन् के अब सब चुतिया छ भने त हाम्रो नेपालमा त्यो पहिलेको पोलिटिकल सिस्टम रङै यही छ के रङ छ भने रङ छ भन्न सक्नु पर्यो के म यो पार्टीको हो भन्नेमा रङ लाइन राइट भएर बस्नु भएन के त्यो कुरा अनि स्पेशली लिडर हुन्छ नि ठुलो मान्छे उ पोजिसनबाट पनि अलि ठुलो मान्छेहरु हेर न कतिसम्म मूर्खता गरिराछ के जस्ट इग्नोरिङ छोडी चेली पावर के समस्या यही छ कि ही इज इन सच अ हायर पोजिसन कि ही थिंक्स ही क्यान लाइक गेट अवे विथ एनीथिङ के एन्ड ही इज फकिङ गेटिङ अवे विथ एनीथिङ के यस्तो कुरासँग नि गेट अवे भइराछ नि त्यसले अब अरु के गरेर होला के गर्न सक्छ के त्यो मान्छेले उलाई मात्र त गरेको पक्कै पनि हैन बिहाइन्ड दैट अझै अरु पनि स्टोरी होला के छ दिस इज बुलशिट त्यो कुरा भने त तपाईले जबसम्म गरे एउटा पुलिस कम्प्लेन त्यस्तो काम गरिसपछि त्यो गलत हो भने त्यो कन्सिक्वेन्सले केही त बेर्नु पर्यो नि अनि पो त्यसले थाहा पाउँछ त हैन केही त हुनु पर्यो नि न फेरि गरिहाल्छ नि भने के मलाई टाउको दुख्यो यार यस्तो कुराहरु सुन्यो भने मलाई एकदम पारा दादेर आउँछ आई डोन्ट नो व्हाई तर एकदमै गलत कुरा हो हैन त्यही होला के केही त हुनु पर्यो नि जस्तो मान्छेहरुलाई भन्ने कुरा के त्यो तपाईहरु डराउनु भएन के तिमीहरुलाई केटीहरुलाई हो के त्यो कुरा त्यो चाहिँ एउटा आई होप दिस मेसेज रिच आउट टु हुन्छ नि एज मेनी हुन्छ नि दिदी बहिनीहरु जति धेरै हुन्छ उहाँहरुलाई रिच आउट होस् कि यस्तो के इभेन्ट भयो तपाईसँग नराम्रो दुर्व्यवहार काममा पसलमा साथीबाट भयो भने प्लिज टेक एक्सन के एक्ज्याक्टली किनभने त्यो एक्सन लिएन भनेदेखि तपाईलाई जिन्दगीभर सताइरहन्छ त्यसले त्यो मान्छेले गरेर अरूलाई नि त्यो व्यवहार गरिरहन्छ त्यो हुनाले वी हैव टु स्टप समवेयर के यु हैव टु गो आउट एन्ड डु समथिङ अबाउट इट एक्सन चाहिँ एउटा लिनु पर्छ के तपाईलाई आफ्नो लागि पनि भोइस बन्न पर्यो र अरूको लागि पनि त्यो भोइस बन्न पर्यो के तपाईले चाहिँ हैन मेबी यु क्यान बी अ लिडर हैन यु क्यान बी लिडर या त्यो भन्नुपर्छ नि कम्युनिटी लिडर हो यसको नाममा मैले बारेमा के कुरा गर्दिन मलाई गाह्रो पर्ला भने त्यसरी नसोच्नुहोस् खुलेर ओपन भएर आउनुहोस् तपाईलाई सपोर्ट गर्ने मान्छेहरु हुन्छन् एक्ज्याक्टली अनि म त केही पनि छैन यार भन्ने म त आइ एम जस्ट यो कुरा सुनेर म त एकदम फ्रस्ट्रेट हुन्छु के यस्तो कुराहरु सुनेर
गाह्रो 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 धेरै गाह्रो अलराइट देन आजको दिनमा दुईटा नराम्रो एउटा राम्रो होइन ठिकै हो आई गेस ओभरअल I don't know. Both of them were like so sad stories. Both हाम्रो female दिदीबहिनीहरूको लागि है. But I guess that's the lesson from this podcast. कसैलाई के लिनु छ भने दिदीबहिनीहरू तपाईहरु हेर्दै हुनुहुन्छ भनेदेखि तपाईहरुसँग केही दुर्व्यवहार कतै भइरहेको छ भने त्यसको बारेमा बोल्नुस्, एक्सन लिनुस् प्लिज. Exactly.